Hello, good afternoon everyone. Welcome to my YouTube channel. So today happy Tuesday है अनि आज नेपालको चाहिँ नयाँ साल अरे ह्याप्पी न्यू इयर सबैजनालाई। अनि म चाहिँ आज न्यू इयरको दिन के गर्दैछु भने चाहिँ खोर्सानी बारी यहाँ हेर्नुहोस्, म चाहिँ साथीहरू खोर्सानी बारी बनाउँदैछु। अनि म चाहिँ अलिकति खाजा जस्तो चाहिँ खानुपर्छ नि त खाली पेटमा, अन्त अलिकति खाजा जस्तो खाइसकेँ है। अब यहाँ चाहिँ साथीहरू खोर्सानी रोप्नुको लागि चाहिँ म जग्गा बनाउँदैछु होइन। आज आफ्टरनुन भ्यू चाहिँ यस्तै छ साथीहरू। अनि मेरो यहाँ डल्लेको बिरुवा चाहिँ यसरी त भएको छ है। खाजा चाहिँ के हो भन्दा चाहिँ यहाँ बस्तीको मुरै हो, चम्पो है, यो र चिया लिएर चाहिँ चियामा भिजाउँदै खाएको होइन। साथीहरू आजको आफ्टरनुन भ्यू चाहिँ यस्तै हो। यो चाहिँ अस्ति नै बनाएको थिएँ, आज यहाँ बनाउँदैछु एक्लैले। आजको मङ्गलबारको भ्यू चाहिँ यस्तो छ। अनि आज चाहिँ हाम्रो मङ्गलबार हाट हो होइन, बजार लाग्छ। म चाहिँ गइनँ आज, सबै सरसौदा छँदैछ किन जानु होइन। अनि हेर्नुहोस् यहाँनिर मौसम पनि घाम लागेको छैन, पानी पनि परेको छैन, दिन शीतल है, काम गर्नु मजा आउँदैछ साथीहरू शीतलमा। बिस्तारै बिस्तारै भए पनि दिन लामो छ, यति चाहिँ खनी बनाइसकौँ भनेको। त्यहाँबाट खोर्सानी रोप्नुपर्छ है। यो माथि चाहिँ मेरो किचनहरू, यो पुरानो दोकानहरू है। यो चाहिँ कुखुराको खोर हो, कुखुरा पनि ठिक्कै भाँस्यो होइन। साथीहरू मेरो युट्युब च्यानलमा गएर पनि मलाई फलो गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, लाइक एन्ड सेयर कमेन्ट्सहरू गरिदिनुहोस् ल साथीहरू। ओके, आजलाई यति नै, बाई बाई। आफ्टरनुन भ्यू चाहिँ यति नै हो साथी।